82-83 कार्यक्रमको नाम रहेको छ धान बाली पकेट कार्यक्रम। कार्यक्रमको आर्थिक स्रोत प्रदान गर्ने निकाय धनपालछान गाउँपालिका सशर्त अनुदान। कार्यक्रम सम्झौता अनुसार वितरण गर्ने सामग्री पावर टेलर 2 थान, पावर स्प्रेयर 30 थान, डिजिटल तराजू 4 थान, इलेक्ट्रोनिक मोटर 2 थान, सिंचाई बोर्डिंग 2 थान, कम्बाइन्ड सिल 3 थान, त्रिपाल 30 थान, धानको बिउ 1800 केजी। यसै गरी जैविक मल, रोगनाशक विषादी, जाइम, कीटनाशक विषादी, झारनाशक विषादी, तालिम, गोष्ठी, अनुगमन यी विभिन्न कार्यक्रमहरू श्री शुभलक्ष्मी बहुउद्देश्य सहकारी संस्थामा संलग्न रहेको छ। यसै गरी जम्मा स्वीकृत बजेट 21,64,500, कार्यालय सशर्त अनुदान 12 लाख। हामी एउटै माला नेपाली सर्वभौम फैलिएका मेची महाकाली। सयुधुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौम फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र आँकल। ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। शुभलक्ष्मी सहकारी संस्था द्वारा सञ्चालित कार्यक्रमको आजको यस कार्यक्रमको सभा अध्यक्ष श्री महेन्द्र मिश्राज्यू, आजको यस कार्यक्रमको प्रमुख अतिथि धनपालछान गाउँपालिकाका अध्यक्ष जीवन प्रसाद गजदारज्यू, अभियानलाई प्राप्त गर्न सफल हुनुभएकोमा म धन्यवाद दिन चाहन्छु। किनभने यो संस्था मार्फत कृषकहरूलाई अलिकति टेवा पुगेको छ। यो 50%मा उत्पादनहरू उपलब्ध गराइदिनु भएको छ। त्यसैले म यो शुभलक्ष्मी नवनिर्वाचित भएका वडा अध्यक्ष श्रीराम चौधरीज्यू र त्यसै गरी कृषक भन्दा पनि मैले जानेको किसानका गुण कृषि शाखा धनपालमा उसलाई पनि धन्यवाद दिँदैछु। सम्पूर्ण सहभागी मित्रलाई शुभकामना सन्देश सधैँ। धान बाली पकेट कार्यक्रमको हामी सामग्री हस्तान्तरण गर्दाखेरि यो पकेट जोन बर सुपर जोनहरू भनेर आएको छ हैन। यो प्रधानमन्त्रीको हाम्रो 4वटा चरणमा हुन्छ। सबभन्दा स्थानीय तहमा चाहिँ हाम्रो पकेट सञ्चालन हुन्छ भने हाम्रो जिल्ला स्थित ज्ञान केन्द्र मार्फत चाहिँ ब्लक कार्यक्रम छ। त्यसै गरी एउटा जोन र सुपर जोनको कार्यालय नै स्थापना गरेर यस्तो कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ। स्थानीय स्तरमा विशेष गरी अब हाम्रो धनपाल तोकिएर यो संघीय सरकारबाट नै तोकिएर पकेटको ब्लकको जोनको सुपर जोनको कार्यक्रम निर्धारण हुन्छ। र हामीले चाहिँ हामीसँग माग गर्ने भन्ने हुन्छ। हामीले त्यो किसिमको आँकडा पढाउँदा पनि हाम्रो विशेष यसपालि चाहिँ अब धान आयो भने अर्को वर्ष आउने वर्ष चाहिँ यो 2 वर्षको यसको हुन्छ निरन्तरता भनेर पनि आउँछ। पहिलो वर्ष अहिले सञ्चालन भने फेरि अर्को वर्ष यसैलाई निरन्तरता भनेर यति नै बजेट हुँदैन, त्यसको आधी बजेटमा सञ्चालन पनि हुन्छ।
त्यसै गरी अब गर्न सक्छौँ र ब्लक एउटा सफल भइसकेपछि ब्लक मार्फत फेरि जोनमा जान्छ। स्तरगत उन्नति हुँदै गर्दाखेरि लास्टमा चाहिँ सुपर जोनमा जान पनि सक्ने सम्भावना हुन्छ। त्यसले गर्दा एउटा स्थान हामीले छनौट गरिसकेपछि पक्कै पनि आज हामीले जुनमा 16 वर्षमा रहेको हुँदा जस्तो पावर 2 ठाउँ, डिजल तल 4 ठाउँ, सिँचाइ बढी ठाउँ, त्रिपाल स्थान रोग वैश्विक विषादी कीटनाशक विषादी ताले, त्यसै गरी पावर स्प्रेयर, इलेक्ट्रोनिक मोटर, कम्बाइन सिल, धानको बिउ, जिम यस्ता सम्पूर्ण जुन कार्यक्रम अघि अहिले भर्खरै गरेर सरले पनि हाम्रो पनि सूचना मिलाउँदा प्राविधिक भनिन्छ। विशेष गरी चाहिँ यसबाट लाभान्वित हुनुहुने सम्पूर्ण कृषक दाजुभाइहरू हाम्रो विशेष गरी धन्यवाद दिनुपर्छ हाम्रो सञ्चालक जगदीश मण्डलजी अनि चाहिँ उपस्थित सम्पूर्ण महानुभावहरू र यो सहकारी संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू अवश्य पनि चाहिँ यो कार्यक्रमहरू विशेष गरी चाहिँ उच्च होस् उत्पादकत्वमा चाहिँ वृद्धि गर्नेको हेतु यो प्रधानमन्त्री आर्थिक कार्यक्रमहरू अहिले वास्तवमा भन्नुहुन्छ तपाईँहरूलाई सर्वविदितै होला। पहिले पनि यस्ता कार्यक्रमहरू हाम्रो धनपाल गाउँपालिकामा आएका थिए र जसमा चाहिँ विभिन्न तपाईँको कृषक समूह दाजुभाइहरू चाहिँ यसबाट लाभ लिइसकेको अवस्थाहरू छ र जसमा चाहिँ तपाईँको एकदमै वर्तमान रूपमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। तपाईँको विभिन्न बोरीहरूको जडान यो ठुलो कार्यक्रम थियो। करिब करिब मलाई लाग्छ सहभागिता जनाएर 50% अनुदान गरेर चाहिँ 70-80 लाखकै कार्यक्रम थियो जसमा चाहिँ ठुलो ट्र्याक्टर जनरेलको ट्र्याक्टर वितरण भएको थियो। तपाईँहरूलाई सर्वविदितै होला, अरुण चौधरीले पाएको थियो, तपाईँ धेरैजनाहरूलाई थाहा होला। अनि त्यसरी चाहिँ वास्तवमा तपाईँको अति गरिब विपन्न परिवार र 60 लाख चाहिँ त्यतिकै के अरे सानो ट्युबवेल र मोटर जडान भन्ने अनि चाहिँ त्यसमा 6 लाख चाहिँ सहकारीहरूलाई त्यो मोटर जडान र त्यो बोरी जडान नै हो र त्यसमा चाहिँ हामीले 70 लाख विनियोजन गरेर चाहिँ करिब भनौँ 70 र 60 गरेर 60, 70, 35, 1 करोड 40 लाखको परियोजना चलिरहेको अवस्था छ। त्यसमा के हुन्छ भने जतिमा बोरी हुन्छ 400सम्म हाम्रो मापदण्ड छ। 400 भित्र जतिसम्म हुन्छ चाहिँ त्यस हिसाबले हामीले बोरी जडान गर्छौँ र त्यसलाई चाहिँ मोटर समेत गरेर त्यहाँ ठाउँसम्म चाहिँ अब मेन प्रोग्राम बच्छ कि त्यहाँ ठाउँसम्म हामीले अब पुनरुद्धार कसरी पुर्याउने त्यहाँ समस्या छ। किनभने डिजल र पम्पबाट चाहिँ डिजलबाट सम्भव भयो, किसानहरूले मारमा परेका छन्। अब हामीले त्यहाँसम्म तार पोल पुर्याएर कमसेकम मोटर छँदै रहन्छ। तपाईँको सिटामिटरको लागि कुनै अप्ठ्यारो हुँदैन, तपाईँलाई एकै दिनमा सिटामिटर पनि दिने अवस्थाहरू अहिले विद्युत प्राधिकरणले गरेका छन्। त्यस कारणले गर्दा त्यहाँसम्म पुर्याएर त्यो सबै कुराहरू मेन उद्देश्य के हो भने हाम्रो यो अत्यधिक कृषकहरू भएको कारणले गर्दा किसानमा चाहिँ बढी उत्पादकत्व होस्, हाम्रो कृषिहरू बढीभन्दा बढी चाहिँ तपाईँको उब्जाउ गरोस् र त्यसलाई त्यसमा पनि तपाईँको पुगिहाल्छ। शाखा सभापति चित्रहारी पौडेल दाइजी, समाजसेवी खिक्री राजवंशीजी, समाजसेवी कालु चौधरीजी, खाने पानी गर्नु नि तपाईँ स्टार्ट